हाय गाइज, हाम्रो च्यानललाई इन्टरनेटको माध्यमबाट देश तथा विदेशमा छरिएर हेर्नुहुने सम्पूर्ण सेवाजीवी चिन्तकहरू एवं प्रिय मित्रहरूमा मेरो नमस्ते। हाम्रो देशमा किन यस्तो छ, किन यस्तो भइरहन्छ, कहिले के हो। म न त यसको पक्ष न त उसको पक्ष, म कसैको पक्ष लिएर बोलेको होइन। म निष्पक्षबिन मान्छे हो होइन। न त म कसैको पक्ष लिन चाहन्छु, न त म आजसम्म कसैको पक्ष लिएको छु, न त कसैको पक्ष विवादमा उत्रेको छु होइन। म भनेको निष्पक्षबिन मान्छे। हाम्रो देश नेपालमा गौतम बुद्ध जस्तो शान्ति स्वभाव भएको मान्छे जन्मेको देशमा अहिले किन यस्ता रावण जस्ता घिनलाग्दा व्यवहार, घिनलाग्दा मन र सोच भएका मान्छेहरू जन्मिरहेका छन्। जस्तै मान्नुहोस्, एकजना हाम्रो के नाम हो उहाँको, पवन चापागाई अमेरिकामा बस्दै आउनुहुन्छ, आफूले गुरु ठान्नुहुन्छ होइन। र अर्को एकजना हाम्रो हेम थापा भन्ने मान्छे पनि प्रत्येक दिन आफ्नो फेसबुक लाइभ पेजबाट उपस्थित भएर होइन, प्रत्येक दिन रवि लामिछानेलाई गाली गलौज अन्य नाना थरीका शब्दहरू प्रयोग गर्दै आउनु भएको छ होइन। उहाँहरू समक्ष दुई शब्द पुऱ्याउँ कि भनेर म पनि फेरि आज यो भिडियोको मार्फतबाट उपस्थित भएको छु। किनकि होइन, आफूले गर्न सकिन्न भने गर्छु भन्ने मान्छेलाई गर्न दिनुपर्छ के। गर्छु भन्ने मान्छेलाई गर्न दिनु भनेको महानता हो, त्यही नै महानता हो होइन। गर्न सक्दैन र गर्छु भन्ने मान्छेको खुट्टा तान्नु भन्दा पनि बरु हाम्रो ती देश बेचेर खाने यस्ता दलाल नेताहरूको खुट्टा तान्नु, यिनीहरूको खुट्टा तान्नु बेस हो के। तान्नु नै छ भने यस्ताहरूको खुट्टा तान्दा राम्रो हुन्छ नि त। जसले राम्रो काम गर्छ, जसले राम्रो काम गर्दै आएछ, उसैको खुट्टा तान्नुपर्छ भन्ने के छ। न त यस्तो भन्छन् नि, उखानै छ नि, न बाँदरले न त आफ्नो घर बनाउँछ, न त घर बनाउन न त बाँदरको घर हुन्छ, न त घर बनाउन दिन्छ भने जस्तै कुरो। न त उनीहरूले गर्न सक्छन्, न त गर्नेलाई गर्न दिन्छन्। यिनीहरू भनेको यस्ता सोच, यस्ता विचार भएका मान्छेहरू हुन् के। हिजो विदेशमा कति चेलीहरूको उद्धार गरे, कति बिचल्ली परेका युवाहरूको उद्धार गरे, र त्यस्तै नेपालमा कति बिचल्ली परेकाहरूको उद्धार गरे, र पनि यो 3 करोड नेपालीको मनमुटुमा बस्न सफल भएको मान्छे हो। त्यत्तिकै जस्तो कसैले गाली गरेर, तिमीहरू जस्तो कसैले गाली गरेर, कसैको खुट्टा तानेर, कसैको कुभलो सोचेर 3 करोड मान्छेले मन पराएको मान्छे हो रवि लामिछाने। अनि त्यो हेम थापाले के भन्दैछ, अमेरिकामा जेल पर्न लागेको कारणले गर्दा रवि लामिछाने भागेर नेपाल गएको, नेपालमा गएर अहिले यो यस्तो उस्तो कसैको जडो खनेर, कसैको कुभलो सोचेर अहिले गर्दैछ भनेर उसले यो भन्दैछ। नाना थरीका भाका नभएका कुराहरू लिएर किन तिमीहरू सोसल युट्युब माध्यमबाट या सोसल मिडियाबाट किन त्यत्तिकै भाइरल हुन खोज्छौ? के आफूले भाइरल हुन खोजेको, भाइरल बनाउन खोजेको तिमीहरू जस्ता मान्छेले? कमसे कम मेरो भनाइ यही नै हो, र पहिला पनि यही हो, अहिले पनि यही हो, र अन्तिमसम्म पनि यही हुनेछ कि कसैले गर्छु भन्ने मान्छेलाई गर्न दिनुपर्छ। मित्र हो, गर्न दिनुपर्छ। र उसले उसको आफ्नो व्यक्तिगतको लागि गरेको होइन। व्यक्तिगतको लागि गर्थ्यो भने त के गर्थ्यो, के नै गर्दैन थियो, त्यो आफ्नो ठाउँमा छ। उसले भनेको देशको लागि र प्रत्येक हामी 3 करोड नेपाली जनताको हितको लागि गर्न खोजेको कुरो हो, गर्न खोजेको काम हो। यो कामप्रति तँलाई केमा चित्त बुझेन? रविको कामप्रति चित्त नबुझेको कुरा सिधै रविलाई फोन मार्फत भन्, रवि सर तपाईँले गरेको यो काम मलाई चित्त बुझेन है, यो कामलाई यसरी सुधार्नुहोस् भनेर उहाँलाई कमेन्ट गर, र पो तँ बल्ल माथि बढ्ने कुरो हुन्छ यार। जसरी रवि 3 करोड नेपालीको मनमुटुमा बस्न सफल भएको छन् नि, त्यसरी त 3 करोड नेपालीको नजरमा गिर्न सफल हुने यस्तै व्यवहार गर्दै गइस् भने। तेरै धर्म संस्कृतिमा लेखेको छ कि कसैको कुभलो भलो गर्न सकिन्न भने कुभलो पनि नगर्नु भनेर। तैँले परम्परा बाबुआमाको संस्कार पनि कस्तो संस्कारमा जन्मेको मान्छे होस्, परम्परा सानोदेखि यस्तै संस्कार सिक्दै आएका छौँ हामीले त यार।
कसैको गर्न सक्दैनस् भने कसैको भलो गर्न सक्दैनस् भने कुभलो पनि नगर, कसैलाई राम्रो गर्न सक्दैनस् भने नराम्रो पनि नगर, नसोच, राम्रो सोच्न सक्दैनस् कसैको बारेमा भने नराम्रो पनि नसोच्ने गर। यस्तो कुरा पाप हुन्छ भनेर हाम्रा बाबुआमा हाम्रो पुर्खादेखि सिक्दै आएका कुराहरू हुन्। यस्ता कुराले तँलाई यतिकन छोएन त गुरु आफूले गुरु भन्न ठान्ने मान्छे कस्तो खालको गुरु होस् त। तर मलाई त यति मात्रै थाहा छ, यो हिन्दू धर्म मात्रै यस्ता संस्कारहरू सिक्न पाइन्छ भनेर। के थाहा तेरो धर्म अन्य हुनसक्छ होइन, त मुस्लिम इसाई अन्य के पनि छन्, खै धर्म त मलाई त्यति थाहा छैन। अब त निरपक्ष मान्छे, न त यो न त ओ, न त मलाई धर्मको बारेमा थाहा छ, न त मलाई राजनीतिको बारेमा थाहा छ, न त तिम्रो जस्ता भुसियाहरूको बारेमा थाहा छ, न त मलाई मेरै अब के भन्ने यार, तँ जस्तोहरूसँग बोल्दा दिमाग तातिसक्न लाग्यो। प्रत्येक जनता, नेपाली जनता उडेर स्वास्थ्य तेरो जिब्रो थुत्दाखेरि रवि लामिछानेको बारेमा यस्ता नराम्रो कुरा बोल्दाखेरि प्रत्येक नेपाली तेरो जिब्रो थुतेर स्वास्थ्य काटेर बिलो लाएर भाग लाउनेछन्। यस्ता कुरा रविको लागि यस्तै नराम्रो कुरा गर्दै गइछु नि हेर। हिजो मङ्गल थापा भन्ने व्यक्तिले यस्तै ज्ञानेन्द्र साईको बारेमा प्रत्येक इन्टरभ्यूमा ज्ञानेन्द्र साईको विरोध ज्ञानेन्द्र साईको घोर भद्रगोल गर्दै थियो, के अरे घोर भ्रष्टाचार, घोर विरोध आवाज उठाएर आएको मान्छेलाई उसकै चाचा, उसकै अङ्कल लाग्ने मान्छेले खुलेआम भने नि, झुटो सत्य दिख्दैन झुटो टिक्दैन भने जस्तो खुलेआम च्यालेन्ज दिएपछि आज केही सुध्रे जस्तो कहीँ एक दुईवटा कुनै इन्टरभ्यूमा अलिक शान्तपूर्वक होइन, ज्ञानेन्द्र साई, हेमराज थापा यस्तालाई सम्मान गर्छु म, उनीहरूलाई मेरो व्यक्तिगत जीवनले रिस्पेक्ट गर्छु भनेर यसरी दुई शब्द बोल्दैछ होइन, बल्ल राम्रोतिर उक्लिँदैछ। त्यस्तै कुरो त पनि त्यस्तै हुनुभन्दा अगाडि, जनताको नजरबाट गिर्नुभन्दा अगाडि त जे छ जस्तो छ आफ्नो ठाउँमा ठिक छ, आफ्नै पेसातिर संलग्न हो, आफ्नो पेसा गर, आफ्नो पेसा गरेको राम्रो हुन्छ। हेर कसैको कुभलो सोचेस् भने तँलाई स्वास्थ्यमा माथि उपरवालाले नि त्यस्तै कुभलो गराउँछन् भने त तेरो गुरुशास्त्रमै भन्छ त। अनि तैँले किन गर्छस्? त्यही भएर तँ यस्तो काम छोड्दे। यदि विरोध गर्ने हो, यदि विद्रोह गर्ने हो भने त हाम्रा ती नालापानी, लिपुले कालापानी यस्ता बेचेर खाइसके, हिजो महाकाली नदी होइन यस्ता नदी नालाहरू बेचेर खाइसके, कोशी नदी खाइसके, यस्ता के अरे अपराधी नेताहरूको घोर विरोध गर। यस्ता नेताहरूको विरोध गर्न सिक, आइज मैदानमा उत्रे, अनि बल्ल मात्रै तँ पनि प्रत्येक नेपालीको मनमुटुमा बस्न सफल हुनेछस्। कसैको कुरा काटेर तँ कसैलाई दमन पारेर कसैलाई तल पारेर म माथि हुन्छु भन्ने कहिले पनि नसोच। होलास् त एक दुई दिन माथि होलास्, तर भन्छ नि दुधको पैसा दुधमा, पानीको पैसा पानीमा भने जस्तै राम्रो काम गरे पो माथि जान सकिन्छ, नराम्रो काम गरे त हल्लक एकैछिन माथि जान्छ, फेरि साउनको बन्सो चाहिँ माथि जाने, अनि फेरि तल झर्न बेर हुँदैन। हेर त्यही भएर कसैको विरोध गर्न भन्दा कसैको भलो गर्न सोच्ने गर। तिमीहरू जस्तो मुला खातेहरूले कसैको भलो गर्न सोच, भलो गर्ने सोच। र आजलाई यति भन्दै म यो भिडियोबाट ओझेल पर्न चाहन्छु। फेरि आउँदो भिडियोमा भेट्ने बाचा गर्दै ओके बाई, जय नेपाल।